भने साला भतिजा फुपूको छोरा बुढीको छोरी छोरा अथवा बुढीको छोरी के नाता कोतालाई राख्छ त्यो हुनुहुन्न भन्ने मेरो भनाइ स्किल भएको मान्छे राख्नुपर्छ अनि के भन्छ त्यसबाट युथहरू पनि एन्करेज हुन्छ नि नभए त सब युथ जान्छन् यहाँ केही पाइँदैन यहाँ भन्छ नाच्छ कुरा बुझ्नु त कुरा त्यसो हो त्यसलाई तिमीलाई अब कुरा गर होइन भाइहरूसँग बहिनीहरूसँग राम्रो कुरा गर्नु अनि केही चलाउँछौँ। एउटा चाहिँ साउन्डमा सूचना निकालेर हामीले विद्यार्थीहरू कलेक्सन गर्छौँ र अर्को पुष्पमा सूचना निकालेर आवेदन माग गर्छौँ। आवेदन पर्कोलाई सर्ट लिस्टिङ गरेर इन्टरभ्यूको माध्यमद्वारा हामीले सेलेक्सन गर्ने गर्छौँ। यसरी चाहिँ हामी 2074 सालदेखि हामी काम गर्दै आएका छौँ र यो खास गरी 4वटा विधामा हाम्रो काम छ अहिले। एउटा प्लम्बर हो, सबभन्दा पहिलादेखि सुरु भएको प्लम्बर, अनि टेलरिङ अनि त्यसो बिजुली इलेक्ट्रिसियन र उद्योगसँग सम्बन्धित हाम्रो तालिम हुन्छ। मेटलहरू भन्छौँ हामीले। यो 4वटा क्षेत्रमा चाहिँ काम गर्छौँ र यो खास गरी सिटिभिटीको एफिलिएटेड अर्गनाइजेसन भएको हिसाबले हामीले सिटिभिटीबाट एफिलिएसन नलिएको तालिम चाहिँ सञ्चालन गर्दैनौँ। किन गर्दैनौँ भने त्यो लिएन भने हामी उता जाति इक्जाम दिन मिल्दैन। मान्छेलाई पढाइसकेपछि सर्टिफाइड गराउने जिम्मा नै हाम्रो भएको हुनाले हामी स्किल सर्टिफिकेटको हामी बढी जोड दिन्छौँ। त्यो पनि यो साइन्टिफिक ट्रेनिङ मार्फत चाहिँ उहाँलाई चाहिँ सर्टिफाई गर्नुपर्छ भन्ने छ। र दोस्रो कुरो के छ भन्दा त्यो सर्टिफाइड गर्ने एउटा पाटो हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको युथहरूको चाहिँ इम्प्लोइमेन्ट हो। तालिममा चाहिँ लियो 10 जना तालिम लियो भनेर हामीले रिपोर्ट पेस गर्ने भन्दा पनि 10 जना दिन सकेनन् 3 जनालाई तालिम दिन्छ तर इम्प्लोइमेन्टसित जोडियोस् भनेर हामीले गभर्मेन्टले 390 घन्टाको भन्छ। हामीले त्यसमा 130 घन्टा थपेर पढाउँछौँ भनेको 3 महिनालाई 4 महिना पढाएर हामी 1 महिना थप के गर्छौँ भने मार्केटको निड के हो त अहिले लोकल मार्केटको निड के हो त भने हामीले 1 महिना थप पढाउँछौँ। उदाहरणको लागि जस्तो यो अब टेलरिङमा कति छिटो फेसन चेन्ज भएर आउँछ। प्लम्बरमा हामीले हाम्रो कोर्स चाहिँ फलामको पाइपको छ, त्यसमा जाँदिने त्यो पास गर्नुपर्छ। अब अहिले कस्ट भइसक्यो त्यो फलामको पाइपलाई रिप्लेस गरेर हरियो पाइप आयो, त्यो पिभिसी आयो, त्यो हरियो पाइपलाई पनि रिप्लेस गरेर सेतो पाइप आयो होइन। हो भनेपछि त्यो फलामको पाइपबाट हरियो पाइपबाट सेतो पाइप आइसक्यो हामीले जान्छ फलामको दिने हो। तर मार्केटमा फलामको मात्रै गएर त कसैले चाहिँ काम दिँदैन भनेपछि हामीले 1 महिनामा हामीले चाहिँ अहिले त्यो सेतो पाइपको दिन्छौँ। उदाहरणलाई भनेको भनेपछि त्यो अहिलेको मार्केटको निड छ चाहिँ सिकाउनलाई 1 महिना गर्छौँ। यसरी चाहिँ झन्डै नै हामीले अहिले 800 भन्दा बढी प्लस विद्यार्थीहरूलाई चाहिँ ग्रेजुएसन गराएका छौँ। त्यसको धेरै पार्ट चाहिँ स्किल टेस्ट पनि भइसकेको अवस्था छ। भन्न बस्नु त बस्नु भएको छ, कतिपय फेल भएपछि इक्जाममा नबस्ने आदि इत्यादि भएर कतिपय चाहिँ हाम्रो सर्टिफिकेट भएको सिटिभिटीको नभएको पनि हुनुहुन्छ। त्यस्तो छ होइन। अनि त्यो सिटिभिटीको इक्जामभन्दा पहिला हामीले हाम्रो आफ्नै 5 घन्टा चाहिँ जाँच लिन्छौँ कि हाम्रो डिआइसिले चाहिँ। जस्तो कि त्यहाँ पढाउने टिचरहरूलाई बाहिर राखेर हाम्रो यहाँबाट अरू मान्छेहरूलाई गएर जाँच लिने क्या एकदम त्यस्तो भनेको जाँचै लिने, पक्का जाँचै लिने। अनि त्यो हाम्रो पहिला हामी टेस्ट दिन्छौँ नि एसएलसी यस्तै टेस्ट पास गरेपछि बल्ल सिटिभिटीको जाँचमा हामीले चाहिँ बस्न दिने भनेर चाहिँ उहाँलाई चाहिँ एउटा जाँच इन्टरनल स्किल टेस्ट र गभर्मेन्टको स्किल टेस्ट भनेर 2टा गर्छौँ। यसरी आएको छौँ होइन। र पछिल्लो समय हामीलाई अलिकति प्रब्लम कस्तो छ भने स्किल टेस्ट छ एकदम महँगो भएको छ। हामी कस्तो गरेर बागलुङमा पनि स्किल टेस्ट सेन्टर छैन भनेपछि हामीले अब यसलाई बागलुङमा हाम्रो मात्र कुरा होइन सबै मिलेर पालिकाहरू सबै मिलेर एउटा स्किल टेस्ट बागलुङ बजारमा एउटा सेन्टरको रूपमा विकास गरौँ। त्यो अब धेरै युथहरूलाई चाहिँ यही इक्जाम दिन पाउँछ भनेर चाहिँ हामी कोसिस गरिरहेका छौँ। अस्ति त हजुरको हाम्रो ज्ञानी सरले फोन गर्नुभयो, हाम्रो खास गरी जीवन सर जीवन भण्डारी सरले अलिकति पहल गरेर हामी चाहिँ अस्ति त्यो लेबरको जाँच पनि हाम्रो ट्रेनिङ सेन्टरमा भयो। अब हामीलाई अलिक आशा परा अब सेन्टरको रूपमा विकास हुन्छ भनेर अब हामी नियर फ्युचरमा डिआइसिले अब भोकेसनल ट्रेनिङ सेन्टर भनेर टेक्निकल स्कुल भनेर हामीले एउटा बिल्डिङ पनि ओपन जग्गा किनेको छ अनि बिल्डिङ पनि बनाउँछौँ। त्यो भएपछि स्किल टेस्ट गर्न सजिलो पनि हुन्छ होला। खास गरी यता चाहिँ यही हो। अब यो जुन तपाईँले भनेको यो छ हामी यो परम्परागत सिपलाई सर्टिफाई गर्ने कुरा यो धेरै इम्पोर्टेन्ट पनि छ। तर समस्या यसको के छ भन्दा दे आर नट इन्ट्रेस्टेड क्या है।
त्यसमा जोडिनै चाहनुहुन्न। एउटा दोस्रो कुरो कस्तो छ भने उनीहरू काम गरिरहेछ, अब यो अनावश्यक के यो ट्युबर पलाए जस्तो फिल गर्नुहुन्छ कि अस्ति आउँदा कतिजना आएन अस्ति जान्छ थुप्रै आएनन् नि, कति धेरैजना आएनन् भनेको पालिकाले त्यत्रो पुसअप गर्दा बिचरा त्यो इम्प्लोइमेन्ट अफिसर त्यहीँ आउनुभएको थियो, त्यति गर्दा नै आइदिनु मान्छेहरू। यस्तो समस्या छ। अब त्यो नबिचेर पनि हो र खास गरी तपाईँले अघि भनेको छ जुन अब हामीले यो पब्लिकको लागि पिपलको लागि काम गर्नेमा सर्टिफाइड मान्छेले लागि काम नगर्ने हो भने क्वालिटीको हुन्छ हाम्रो निर्माण चिजहरू। अनि त्यो हाम्रो स्किल ह्युमन रिसोर्स विदेश जानबाट रोकिन्थ्यो होइन, यही काम हुन्छ नि त, त्यो चाहिँ छ होइन। त्यसमा चाहिँ अब हामी सबैले एडभोकेसी गर्नै पर्ने छ क्या। अब तपाईँको केही नजानेको पाइप जोड्छ अनि सिपेज हुन्छ, छ महिना सिपेज हुन्छ अनि उसको 1 लाख 2 लाख जान्छ क्या सम्बन्धित मान्छेको। आफ्नो घर काम गर्न पायो मान्छेले जे गर्ने गरोस्, तर अर्को मान्छे कहाँ काम गर्दाखेरि सर्टिफिकेट देखाउने चलन चाहिँ चलाउने भयो। अब हजुर यो परियोजनाको म्यानेजरले पनि हजुर काम गरिरहनु भएको छ, लामो समयदेखि यो चलाएर पनि बसिराख्नु भएको छ होइन, हजुरहरूले सिकाइ पनि राख्नु भएको छ। अब स्किल टेस्टको कुरामा चाहिँ जस्तो के कुरा गर्नु सक्यो भने सरकारले पनि यो कार्यक्रमलाई जस्तो प्रदेश सरकारले होला, अब स्विस सरकारले जसले सहयोग गरिरहेको छ, यो एनबिक्युएस आर्टले जुन स्किल टेस्टको कुरा छ यसलाई चाहिँ के कुरा हामीले जोड्न सक्यौँ भने हजुरले भन्नुभएको जस्तो अब श्रमिकहरूलाई त अब हाम्रोमा सर्टिफिकेट खोज्ने चलन नै छैन, उनीहरूलाई किन चाहियो र भन्ने खालको होइन, किन जाने एक दिनको ज्याला माया मारेर किन फर्म भर्न जाऊँ, किन चाहिँ काउन्सिलिङ दिन जाऊँ भन्ने पनि उहाँहरूलाई छ। सो उहाँहरूलाई चाहिँ यो कुरा महत्त्वपूर्ण छ। तिमीले 20 वर्ष 15 वर्ष भइसक्यो काम गरेको, तर त्यसको योग्यताको खोइ त तिम्रो मूल्याङ्कन एउटा सर्टिफिकेट त हुनुपर्छ नि भनेर श्रमिकलाई बुझाउने आइडियाहरू चाहिँ के हुनसक्छ होला सर? अब यसमा खास गरी स्विस कन्ट्र्याक्ट अब स्विसहरूको धेरै ठुलो लगानी छ सिटिभिटी एनएसटिभीमा होइन, अब र कोरियनको धेरै ठुलो लगानी छ र त्यसमा धेरैवटा मेरो विचारमा धेरैवटा करिकुलमहरू धेरैवटा त्यो स्ट्यान्डर्डहरू त्यो स्पेसिफिकेसन एडुकेसन स्ट्यान्डर्डहरू चाहिँ स्विस सरकारको सपोर्टमा एनएसटिभीले छ। अब त्यसलाई अलिकति अलिक बढी मोर सेन्ट्रलमुखी ल्याइरहेको छ कि अब जब विकासहरू अब स्विस कन्ट्र्याक्टहरू यिनीहरू स्विस गभर्मेन्टको सपोर्ट र कोरियन गभर्मेन्टको सपोर्ट छ सिटिभिटीमा। अब उहाँले अलिकति त्यो सिटिभिटीको त्यो भक्तपुरमा मात्रै फोकस गर्नुभन्दा जस्तो यहाँ हाम्रो जस्तो हामीसित हाम्रो यो संस्था सम्पत्ति भनेको त पब्लिक सम्पत्ति हो। अब यहाँ एउटा ट्रेनिङ स्किल टेस्ट सेन्टर गराउने हो भने अस्ति तपाईँको कति पर्सेन्ट आयो नि त, 80% त आयो नि त भएको त्यो पोखरा गएको 20% हुन्थ्यो होला होइन। भनेपछि यसरी जिल्ला तहमा अथवा जिल्लामा अहिले तत्काल सकिन भने यसले पर्वतलाई पनि आधा घन्टामा भ्याउँछ, आधा घन्टाको लागि बेनीलाई पनि भ्याउँछ भनेपछि यहाँ यस्तो रूपलाई पनि सपोर्ट गराउनु पऱ्यो क्या। त्यो माथि त्यो करिकुलम पनि ती कागजी कुराहरू माथि गर्नुमा सपोर्ट गरेको छ, पोलिसी लेभलमा सपोर्ट गरेको छ। अब अलिकति डिसेन्ट्रलाइज गरेर यो तल्लो तहमा पनि स्विस कन्ट्र्याक्टले अलिकति के यो स्किल टेस्ट म्यानेजमेन्ट गर्नको लागि हामीहरू जस्तो पब्लिक संस्थाहरूलाई चाहिँ सपोर्ट गरिदिनु भने धेरै सजिलो हुन्थ्यो क्या। त्यो किन उहाँसित धेरै एक्सपर्टिज पनि छ, ज्ञान पनि छ, यो क्षेत्रमा धेरै लामो विज्ञहरू हुनुहुन्छ त्यहाँ होइन। त्यसलाई चाहिँ स्किल टेस्ट सेन्टरको रूपमा कसरी विकास गर्ने भनेर मेरो विचारमा पहिला सुरुको फन्डामेन्टल के आधारभूत कुराहरू बेसिक बनाउनु बेलासम्म सपोर्ट गर्ने नि पछि त आफै रहनुहुन्छ नि त, हामी आफै रहनु सक्छौँ। स्किल टेस्टको लागि जस्तो ब्लकहरू बनाउनु पर्ला, केही इक्विपमेन्टहरू राख्नु पर्ला होइन। जस्तो चुरी काट्ने मेसिन ल्याएर राखिदिएपछि त पाइप त हामीले किनेर जाँच बुझाउन सकिन्छ नि त। हो यस्तोमा चाहिँ उहाँले स्विस कन्ट्र्याक्टले सहयोग गरोस् भन्ने हाम्रो सुझाव भनौँ न सुझाव। र यदि स्विस कन्ट्र्याक्टले यो क्षेत्रमा 52-90 पुरानो धौलागिरी क्षेत्रमा स्विस कन्ट्र्याक्टले हामीलाई भनौँ न हामीलाई चाहिँ सपोर्ट गरिदियोस् भन्ने लाग्छ नि, हामी एकदम हार्डली चाहिँ सपोर्ट गर्छौँ उहाँलाई पनि। अनि यसमा हजुरको अब स्थानीय पालिकामा त पालिकाहरूसँग यहाँ कोर्डिनेसन गरिराख्नु भएको छ, नजिक एभ्रिडे छ। प्रदेश सरकार अब सङ्घीय सरकारलाई पनि अब एउटा सहयोगी निकायको रूपमा वा अर्को देशको सरकार छँदैछ, हाम्रै सरकारले पनि अब स्विस सरकार कति वर्ष रहला वा कन्टिन्यू रहला। अब यसलाई चाहिँ अलिकति सरकारले पनि आफ्नो कार्यक्रमको रूपमा मेरो देशको नागरिक वा मेरो देशको श्रमिक चाहिँ सर्टिफाइड हुनुपर्छ, उसले 20 वर्ष काम गर्यो,
स्किल चाहिँ टेस्ट हुनुपर्छ भन्ने कुरालाई अलि हजुरको सरकारलाई चाहिँ के सुझाव छ? यस्तो छ, अब त्यो पोलिसी राम्रै छन् पालिकाका, तर यो नट प्रायोरिटाइज क्या, प्रायोरिटी पर्दैन क्या। अब तपाईँको बागलुङको 10वटा पालिकाको हेर्नु भने हरेक वर्ष छुट्याएको चाहिँ पैसा फन्ड, यो पैसा छ नि ट्रेनिङलाई छुट्याएको पैसा अलमोस्ट 80% सबैको फ्री छ यो वर्ष। यसको कुरो अलिकति कन्सेप्ट पनि कुरा होला, जस्तो यस्तो त्यो पैसा पनि ग्राब गर्न सकिन्थ्यो र अलिकति जस्तो कि टेक्निकल्ली हामीलाई सपोर्ट गरिदिने, जस्तो स्विस कन्ट्र्याक्टले 50% हामीलाई डिआइडिसीलाई सपोर्ट गर्दैन, हामी 50% हामीले कलेक्सन गर्थ्यौँ त्यहाँ। बुझ्नुभयो नि? बागलुङ नगरपालिका, जैमिन नगरपालिका छ, 10वटा पालिका छ। उताको लागि धेरै टाढा पर्छ। यहाँको 4वटा पालिकाको लागि चाहिँ हामीले यहाँ बनाउने हो भने मान्छे त बाइक चढेर आएर स्किल टेस्ट दिएर घर जान सक्छौँ। अनि बेनीको पनि 4-5वटा, याङ्कीको पनि, पर्वतको पनि लगभग पर्वतको त 2टा भाग सबै पालिकामा हुनसक्छ, किनकि यो पारि पर्वतको त्यसो होइन। त्यो त्यस्तो भएको हुनाले यसमा चाहिँ स्विस कन्ट्र्याक्टले अलिकति तलतिर आएर हामीहरू जस्तो जिल्ला तहमा पनि सपोर्ट गरिदिएर राम्रो हुन्थ्यो कि खासमा। अहिले चाहिँ अलिक बढी केन्द्रीकृत सहरहरू भन्दाखेरि चाहिँ अब किनभने श्रमिकहरू त एभ्रिडे ज्यादादारीमा काम गर्नुहुन्छ, अब ज्यादा माया मारेर अब भूगोल पनि फेरि हाम्रो गण्डकीको त अलिकति फरक छ, तराईमा त्यस्तो जस्तो छैन होइन। उहाँहरूलाई पोखरा नै पुग्न गाह्रो पनि छ, धेरै गाह्रो छ। अनि त्यो भएर हामीलाई कस्तो भन्दाखेरि अब हामी त अलिक बढी ठ्याक्कै निड बेस्ड पानीमा गइरहेछौँ, हामीलाई अलिक इजी पनि छ। जस्तो मेटलको उहाँकोमा बरु विद्यार्थी पाउन गाह्रो, पढ्न आयो भने जागिर पाए चाहिँ काम पाइहाल्छ कि, मार्केट त्यस्तो स्कास छ क्या ह्युमन रिसोर्स। लगभग प्लम्बर इलेक्ट्रिसिटी पनि लगभग स्किल हुँदाखेरि लगभग सबै जस्तैले काम सानोतिनो पाइहाल्छ कि। किनभने त्यो 2-4 हजारको एउटा त्यो टेस्टर लिएर हिँड्यो त बिजुलीको काम भयो नि त। अरू त त्यही सम्बन्धित घरवालाले किन्छ सामान। हाम्रो स्थानीय सरकारले चाहिँ हाम्रो नगरभित्र कति श्रमिकहरू छन् यो क्षेत्रमा काम गर्ने भनेर डाटाहरू राख्ने काम गरेको छ? त्यो लेबर त्यो डाटा राखेको छैन, सरकारले छैन है। अरू त्यो एउटा चाहिँ हामीले गर्न सक्ने चिज नै त्यो थियो है। र यो प्लम्बर एसोसिएसन, इलेक्ट्रिसिटी एसोसिएसन भन्ने त हामीले मोटिभेट गरेको बागलुङमा गराउनुहोस् भनेर। तर उहाँहरूले चाहिँ अब युनियनमा चाहिँ 600 हुनुहुन्छ भन्नुभएको छ, अब कति मान्छे युनियनमा नआइपुगेको पनि हुनसक्छ नि त, काम गरिरहेको नआएको पनि हुनसक्छ। कोही अब त्यो क्युबेगन पार्टीको कि नपार्टीको क्युबेक भन्ने जिफनतिरको खास पार्टीको पार्टी त्यो भनेपछि त त्यो त पार्टी साइडले थोरै मान्छेहरू भयो नि त, धेरै छन् नि कामदार त। जिफनतिरको अब यो जी फन्ड भनेको एमआलएतिरको भयो होइन। अहिले एमआलए आस्था राम 600 बनायो होला नि, त्यहाँ चुनावी कुरा भएर नभएर त्यसमा अब हामी नै अब मेरै उसका तहका साथीहरू नै लगभग 40-50जना साथीहरू समावेश छैनन् नि, म आफू नै थिएँ। त्यो पार्टिसन भएपछि त एउटा पार्टीमा आस्था भएर त्यहाँ जाने भयो नि त। अनि माथि चुनावलाई भोट हाल्नु पऱ्यो भनेपछि त्यो कामै नगरेर मान्छेलाई राखिदिएको हुन्छ कि यो पार्टीमा के भएछ, त्यो रियल होइन घाटा। तर कुरो के हुन्छ जस्तो कमन टाइपको के उहाँहरूसँग सोद्धाखेरि चाहिँ जिल्लाभरिको 600 श्रमिक हामीसँग हुनुहुन्छ भनेपछि त्यो पार्टी निर्भर त होइन होला। जिफन्ड चाहिँ पार्टीको हो, क्युबेक के हो मलाई थाहा छैन। क्युबेक चाहिँ सबैको नै किन होला जस्तो लाग्यो मैले, नत्र एउटा मात्रै पार्टी निकट हुँदाखेरि त त्यत्रो धेरै मान्छे एउटा जिल्लामा कसरी हुन्छ र होइन? क्युबेक साझा नै हुनसक्छ। क्युबेक भनेको मेरो विचारमा सोधौँला अब, त्यो क्युबेक भनेको मेरो चाहिँ बिजुली तथा पानी होइन, बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन भनेको छ। सबै छ, बिजुलीको, पेन्टरको, उसको अनि निर्माण मजदुर कन्स्ट्रक्सनको सबै जीवन भएन रहेछ। यो क्युबेक चाहिँ उहाँको फुल फर्म भयो, फुल नेम चाहिँ अर्थ यो त्यसमा त सबै साझा होला क्या, साझा हो। हुन्छ सर, हजुरहरूको सुझाव अब हामीले चाहिँ यो तीनवटै प्रदेश मेन भनेको मेरो अहिले नि के फोकस छ भने ट्रेनिङ स्किल टेस्टलाई चाहिँ फोकस गरौँ। प्रदेश सरकारले पनि पोजिटिभ छ, किन भन्दाखेरि गर्न खोजेको छ, उसले इन्टिटी पाइरहेको छैन होइन, इन्टिटी पाएको छैन। अब मेरो विचारमा के भन्दा गभर्मेन्टले गर्छु भन्छ, उसको प्रायोरिटी कता हुन्छ भने त्यो त भोट ब्याङ्क के त हुन्छ कि, अब रियालिटी कुरो छ नि त होइन। भोट ब्याङ्क हुन्छ कि धेरै छ बाटोमा, अनि अलि फुत्को भने पानीमा, अनि त्यहाँ अलिअलि पैसा फुत्को भने बिल्डिङमा होइन। यही त जति घुमाइ फिराइ त्यही हो, यो स्किल कुनै प्रायोरिटीमा छैन।
भनेपछि खास चाहिन्छ तिनी मान्छे मान्छे हो नि त मेन त मान्छे पनि बाटो भन्दा नि मान्छे हो तर प्रायोरिटीमा छैन अब त्यसलाई पनि फेरि मान्छे त्यही मान्छे चाहियो त्यही भएर हाम्रो यो संस्थाले के भनेको छ भने टेलरिङलाई हामीले जति पनि तालिमहरू चलाइरहेको छौँ हामीले डेभलपमेन्टलाई सपोर्ट मात्रै गरौँ भनेको छ कि त्यही भएर हामीले प्लम्बर गरेको बिजुली गरेको विकास किन नेपाल डेभलपमेन्ट वेमा छ भन्ने हिसाबले चाहिँ होइन प्रोभिन्स गभर्मेन्टले पनि हिजो म सांस्कृतिक सञ्चालनमा जाँदाखेरि चाहिँ सर चाहिँ अब लामो समयदेखि यो एमबिक्युएसमा चाहिँ लामो समय 7 वर्ष हजुर सर चाहिँ एक ठाउँमा काम गर्नुभएको भएर उहाँलाई सुरुदेखिको नलेज रहेछ सचिव हुनुहुन्छ सांस्कृतिक विकास मन्त्रालयमा अनि सरले चाहिँ भन्नुभयो कि अब पोखरा सबैलाई बोलाउनु सम्भव नै हुँदैन अब भूगोल हाम्रो त्यस्तै छ गोर्खादेखि आउनु पऱ्यो बागलुङ पर्वतदेखि रम्जुङदेखि आउनु सक्दैन मान्छे त्यो भएर चाहिँ अब हामीले अलिक विकेन्द्रीकरणको अवधारणामा गइरहेछौँ सक्यो भने पालिका स्तरमा त्यति नसके जिल्ला स्तरमा पनि बजार जिल्लाका ठुला बजारहरू स्तरसम्म हामी पुग्न सक्यौँ भने पनि श्रमिकहरूलाई चाहिँ धेरै आबद्ध गराउन सकिन्छ भन्ने कुरा चाहिँ उहाँले पनि गर्नुभएको छ त्यो चाहिँ पोजिटिभ नै लाग्यो मलाई पनि त्यो गर्नु पऱ्यो त्यो स्विस कन्ट्रीलाई सुन जिल्लातिर पनि जाऊ भनेर भन्दैन उहाँले सुनिराख्नु भएको छ स्विस कन्ट्याक्ट परेको धेरै लम्स उहाँ ज्ञानी छ नि त्यसको 3 जना हुनुहुन्छ उहाँहरू अनि दोस्रो कुरो लेभल 2 को चाहिँ अब हामी लेभल 2 मा एप्लिकेसनको लागि दिएछौँ प्रदेशमा सायद हामीलाई अब भोलि पर्सि आउनुहुन्छ होला अब त्यो भयो भने तपाईँ इन्जिनियर काम गर्नु उहाँ फेरि यहीँ गरेर के मान्छे साङ्चा उहाँको घर ल उहाँको त्यो नम्बर लिएर त्यो उसमा छ तपाईँ हामीले हैरान भएको छौँ स्विसको सरहरू अहिले गर्ने पनि 3 जना हुनुहुन्छ उहाँ एकजना